नाम बताऊ तिम्रो नाम बताऊ अन्त हेलो एभ्रिवान गुड मर्निङ आज भने मैले मर्निङबाट ब्लग स्टार्ट गर्दैछु हैन अन्त भर्खरै म चाहिँ हजुर फाटेछ पेन लु छोरीको पेन पनि फाटेछ हो आज चाहिँ वर्कआउट फटाफट गरेर फटाफट कम्प्लिट गरेर आएर चाहिँ अब चाहिँ गरम पानी पिउँछु हैन अन्त फ्रेस भएर गरम पानी पिएर अनि नानीलाई नास्ता आपाहरूलाई नानीलाई स्कुल पठाएर नुहाएर चाहिँ म जान्छु पूजा गर्न है गुड मर्निङ छोरी यता गुड मर्निङ भनिदिनु त हाई भनिदिनु त साथी गरम पानी पिउँदैछु हो साथीहरू अनि खाजा चाहिँ भाइले बनाइदिन्छु भन्दैछ अनि टिफिन गई भित्रको अर्को स्टिलवाला टिफिनको उसले रबर निकालिरहेछ त्यही लागि हामी चाहिँ पूजा गर्नु भनेर हिँड्यौँ साथीहरू यहाँ मेरो बुहारी उसलाई नै आज पूजा गर्नु मन पर्यो अरे सोमबार अनि मेरो साथी पनि भयो अब चाहिँ हामीहरू पूजा गरेर हामीले चाहिँ पूजा खत्तम गरेर आए मैले र बुहारीले अनि त्यसपछि हामीलाई बुहारीले चाय बनाएर दियो पर यहाँ भाउजू पनि आउनु भएको रहेछ र भाउजूसँग बात खत्तम गरेर हामी चाहिँ पूजा थियो नानाको घरमा अनि पूजामा गयौँ पूजामा एकछिन आङीहरूसँग यता बातहरू गर्दै बस्दै यता भाउजूहरू पनि हुनुहुन्थ्यो अन्त जुस पिउनु दिनुभएको थियो एकछिन बसेँ यता पूजामा बत्ती पाल्ने समय पनि भयो अन्त बत्ती पाल्नुको लागि हामी चाहिँ यता बसिरहेको छौँ अनि मलाई चाहिँ ढिलो भइरहेको छ नानी आउने बेला भइसकेको छ 2:30 भइसकेको छ नि त अन्त त्यही भनेर मैले चाहिँ फटाफट बत्ती बालेर घर आएर अन्त यता मेरो छोरी पनि ठिकै स्कुलबाट आइसक्यो होइन अन्त यहाँनिर टिफिन चाहिँ छोरीले कहिले खाँदैन जहिले घुमाएर लिएर आउँछ त्यसपछि मैले छोरीलाई स्कुल कपडा चेन्ज गरेर फ्रेस गरेर लिएर आएँ उसलाई अब खाना खिलाउनुको लागि चाहिँ उसलाई रेडी गर्दैछु अनि खाना चाहिँ यता मेरो भाइले खिलाइदिन्छ अरे अन्त भाइले चाहिँ यता खाना खिलाइदिँदैछ भान्जीलाई यता खाना खाइसकेर मेरो छोरीलाई एकछिन रेस्ट गरेर त्यसपछि उसको ट्युसन टाइम भयो त्यता नानीलाई ट्युसन छोडेर उताउतै पूजामा प्रसाद खाएर आउने हामीहरू चाहिँ नानीलाई ट्युसन छोडेँ अनि त्यसपछि हामी पूजामा गएर प्रसाद खाएर अन्त यहाँनिर प्रसाद घरको लागि दिनुभएको इभिनिङ वकमा हिँडेको नमस्ते अनि अब अलिकति रिल पनि सुट गर्ने होइन अन्त भिडियोहरू बनाउने मजाले के भन्छ नि दुधो फलो के अरे दुधो फलो दुधो नाउ दुधो फलो दुध खानु हाम्रो गाउँको लु भन्नु कसरी बोल्छौ ल भन भन न कसरी बोल्छ आफ्नो आफ्नो यहाँ हेर्नु ब्युटिफुल बहिनीहरू चाहिँ यहाँनिर यो गेम हेर्नु आएको रहेछ लभ डाँडामा हो नाम बताऊ तिम्रो नाम बताऊ अन्त मुस्कान भनेर त मुसुक्कै पारा त छोप्यौ त हातले अन्त कसरी देख्नु तिम्रो मुस्कान खोला न लुचिर एकदम एक्साइटेड भइरहेछ मेरो भ्युवर्सहरू ब्युटिफुल छ अनि यहाँ बहिनीको नाम चाहिँ के पर्यो मेरो कल्पना छेत्री ल यहाँ कल्पना छेत्री पनि लु कल्पना छेत्री बहिनी पनि शर्माउनु भयो हो अन्त यहाँ मुस्कान बहिनी मलाई शरम लाग्दैन मेरो बहिनी चाहिँ एकदमै कडकवाला छ हो के अरे मेरो नाम मैले बिर्से भने अरे मलाई तिम्रो नाम थाहा छ शीतल बहिनी लभ डाँडा घुम्न आएको तिमी लभ डाँडा उहाँहरू लभ पनि भनेर दिए यो क्युटी बहिनी हो नि त किन्नुहुन्छ होला तपाईँहरूले इन्स्टाग्राममा 10K पुग्नु आँटेको छ हो इन्स्टाग्राममा 10K पुग्यो भने चाहिँ मिकमा चाहिँ केक काटेर मलाई लिएर जान्छ अरे कहाँ लाने के छ भन्न डोलमा आम्मा नाम त अन्त मिकमा हो त यहाँ चाहिँ बहिनी सानो बहिनी डोलमा तामाङ मै नाम भनिदिन्छु हेर्नु त शर्माएर भुतुक्कै भयो अन्त यहाँ चाहिँ नाम के हो बहिनी एरिका बहिनी कति क्युटी है के गर्नुभएको बहिनी यहाँ चाहिँ फौजीको ट्रेनिङ हेर्नु यहाँ पर चाहिँ आर्मीको ट्रेनिङ हुँदैछ अन्त यहाँ चाहिँ हाम्रो गाउँको भाइहरूले गेम खेल्दैछ अनि यति बेला इभिनिङ राम्रो हुन्छ नि त डाँडामा आउनु हावाहरू आउँछ चप्पल ओछ्याएर बसेको हो अन्त अब सबैको इन्ट्रोडक्सन गराइसक्यो भने अब म पनि यसरी फेसहरू देखाउनु पर्यो नि यता बहिनीको उसले फेस देखायो अहिले अघि फेस देखाएको थिएन होइन इन्ट्रोडक्सन यहाँ हामीलाई भाइले फोटोसुट गरिदिँदैछ अनि यहाँ चाहिँ हामीलाई एकदम पोस्ट देखाउनु नि यसरी भन्दै पोस्ट देखाउँदै हामीले चाहिँ यहाँ फोटोसुट गर्दैछौँ